यो फनको ह्यान्डल बार हो लगाएर यसो टेस्ट राइड गर्नु पर्यो कस्तो छ दाइले चाहिँ राइडको लागि दियो मलाई ह्यान्डल बार थियो नि अघि बोकेको फनको ह्यान्डल बार थियो त तारेर छोडिसकेको छ त्यो पनि रोडमा फाइनली गाइस ह्यान्डल बार भेटिसकेको छ यहाँ भिडियो सुट गरेर कि कहाँ यहाँ छोडेर बैठत हाम्रो अगाडि हिँड्नु चाहिँ हाम्रो घनै नदाइ है एके ड्याडी ड्राइभर भनिन्छ सो दाइको एज चाहिँ 40 वर्ष हो केटा हो जिन्दगीमा यस्तो काम नगर्नु है तारे भिरमा ह्यान्डल लिएर आउने त्यो पनि फेरि बिर्सेर जाने मान्छे चाहिँ त्यस्तो एउटा किडनी जस्तै हो क्या हो है हामी हेर्नु त दुःख गरेर फेरि बाइकमा आउनु अनि कस्तो लाग्यो त आजको हाम्रो राइड बबाल मजा आउँछ नि फेरि गाइस सो हेलो एभ्रीवन वेलकम ब्याक टु माई न्यू भ्लग्स आज चाहिँ हामी तारेभिर आछौँ हामीसँग छ 5 जना राइडर टोटल सुमन राजवंशी दोर्जे तामाङ अनि राइडर बोय उतार्नु परिरहेछ पर जाँदै हुन्छ ड्याडी राइडर सो त्यही न हामी चाहिँ चिम्पान्जी ट्रेल हान्न जान लाग्यो सो अब यहाँबाट हामी निक्लिनु लाग्यौँ है एकदम रेडी भएर सो आज चाहिँ मसँग यहाँ ह्यान्डल बार पनि छ अघि यो लभ डाँडामा पिक गरेको के सुमन एमटिभी सुमनबाट सो अब यो फनको ह्यान्डल बार हो लगाएर यसो टेस्ट राइड गर्नु पर्यो कस्तो छ दाइले चाहिँ राइडको लागि दियो मलाई सो त्यही न नन स्टप लाग्दिउँ ट्रेलमा भेटौँला राखेर सेफ राइड सबैलाई ल सेफ राइड ओके सो आज चाहिँ हामी 5 जना छौँ हामी हिँड्न लागेको रेडी छौँ एकदम मेक सम साउन्ड ल ल ल लिड गर्नुहुन्छ आज हाम्रो घनेन्द्र दाइले सेकेन्डमा त्यसपछि पछाडिको कुरा थाहा छैन दाइको राइड हेर्नु एज अफ 40 मा दाइको राइड हेर्नु सबजनाले गाइस ल 3 2 1 गो बिस्तारै है ल हाम्रो राइड स्टार्ट भइसक्यो है त्यही न हाम्रो अगाडि हिँड्नु चाहिँ हाम्रो घनेन्द्र दाइ है एके ड्याडी ड्राइभर भनिन्छ सो दाइको एज चाहिँ 40 वर्ष हो त्यही न दाइ जोस् कहिले कुदाउनुहुन्छ हेर्नु न ल हामीलाई टक्कर दिन्छ क्या यो त रोड भयो एकछिन हेर्दा भयो क्या उमा ट्रेलमा नि हेर्दा भयो क्या जोस् म आजभोलि खासै भ्लगिङमा बोल्नुमा फोकस गर्दिनँ सो इन्जोय द राइड म राइडिङहरू प्र्याक्टिस गर्दैछु मेरो त्यही न दा बिस्तारै यो सबभन्दा रक सेक्सन यही है हाम्रो रक सेक्सन ग्याप है केटाहरू ग्यापमा है याउ वाल राइड जस्तो रहेछ सानो चिटिक्काको यो हाम्रो घनेन्द्र दाइको राइड हेर्नु सबले गाइस यो सब नारायण थान हो यो भ्यू यो रक सेक्सन स्टिप छ नि हौ हाम्रो 40 वर्ष दाइको राइडिङ स्किलै गाइस घनेन्द्र दाइ यो बिस्तारै 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 केटा बिस्तारै हिँड्नु ल दाइ यहाँ भिडियो हान्दिउँ एउटा भिडियो हान्दिउँ हौ दामी ठाउँ छ सनलाइट पनि दामी आएर छ यो स्मुथ बटर नान हाम्रो यहाँ सानो फोटो भिडियो सुटिङ भयो होइन अघिबाट है त अब म हिँड्छु एकछिन अगाडि यो हट ओ माई गस के हो यार यहाँ त बाटो त हट टेक्निकल छ यहाँ बिस्तारै यही सेक्सन हो क्या मलाई नमन पर्ने किन टेक्निकल धेरै भएर होला कि हट चिन्टु म्यान
ल हट ल ल ल नगर्ले फ्यान त्यहाँ ढुङ्गा चोकाएको हौ तलको ओ मा गुटुरुला झन्डै झारी छिर्तिर सिस्न घारियट गयो गयो त गयो यहाँ रोलिङ छ बबाल गयो गयो त म्यानुअल म्यानुअल एट दामी दामी हाम्रो 40 वर्षको दाइले साइक्लिङ हान्दाखेरि चाहिँ उधुमै मचिन्छ नि फेरि ट्रेलमा गयो गयो दाइ यहाँ बाटो बिगारिदिएको रहेछ है बिस्तारै बिस्तारै गयो गयो या यस्तै हो दाइ या हट हट Hey. Hut. Hey. चिप्लो रहेछ माछाला स्यान्डीमा हट झन्डै खसे ऊ तल लुक एट द काठमाडौँ नारायणथान भ्यू चाहिँ नारायणथान हो यो एरिया चाहिँ बुढा नीलकण्ठ नारायणथान ओके बिस्तारै बिस्तारै सरी मैले गर्दा बा कत्रो ढुङ्गा खसेको त हट पटाङ हरकत गर्छ यार झन्डै 2 भाइ लियो मैले चाहिँ सबै घुमाइदिनु खोजेको थिएँ सोच्दैन गाइज हामी चाहिँ ट्रेल हानिसक्यो सो अब चाहिँ हामी नारायणथानबाट बुढा नीलकण्ठ हुँदै ट्याक्क गइन्छ सर घरतिर अनि कस्तो लाग्यो त आजको हाम्रो राइड बबाल मजा आउँछ नि फेरि गाइज विली कम्पिटिसन क्या दाइ ल 3, 2, 1 गो हाम्रो विली कम्पिटिसन है गाइज 2 भाइ मध्ये कसको चाहिँ खतरा जाने यहाँसम्म उकालो आयो नि त अब समस्या पर्यो हाम्रो विली कम्पिटिसन रे Hey Suman, what's up my gang? Gap road. थाके म मास छैन भने म पियो छु नि सारै हुने ल्याउने काम त्यही त राख्ने ठाउँ पनि भन्न नि त ब्याग भएको मैले ब्याग नै भन्नु लाग्यो ट्रेल स्टार्टिङमा सुत्दैन गाइज हाम्रो चाहिँ मोए भइसक्यो ब्याक टु बाइक आइसक्यौँ है के भयो भन्दाखेरि चाहिँ होइन मेरो त्यो ह्यान्डल बार थियो नि अघि बोकेको फनको ह्यान्डल बार त्यो त तारेर छोडिसकेको छ त्यो पनि रोडमा अब जाँदैछौँ दिनलाई हामी
भएर आएको रिसर्च गर्नु एकपल्ट होइन गाह्रो छ गाह्रो हामी चाहिँ लाग्दैछौँ गाइस ह्यान्डल बार बिर्सेर लिनलाई माथिको भेटिन्छ कि भेटिँदैन थाहा छैन अब हामी ट्रेनको बाटै भर्दिन्छौँ बाइकमा आज हाम्रो होइन दिनेशमा रेकर्ड बाइकमा चाँडो छ अरे अस्ति कट्टु र भेस्टमा सला फाइनली गाइस ह्यान्डल बार भेटिसकेको छ माइ गॉड सला फोनको ह्यान्डल बार कहाँ यहाँ छोडेर थेत यहाँ भिडियो सुट गरेँ कि त्यही भएर थ्याङ्क यू ल ल केटा हो यहाँ केटा हो जिन्दगीमा यस्तो काम नगर्नु है तारे भिरमा ह्यान्डल लिएर आउने त्यो पनि फेरि बिर्सेर जाने मान्छे चाहिँ त्यस्तो एउटा किडनी जस्तै हो क्या हो हामी हेर्नु त दुःख गरेर फेरि बाइकमा आउनु एउटा किडनी जस्तै हो क्या यस्तो एक्सपेन्सिभ हुन्छ नि म आफ्नो भए त मतलब गर्थिनँ साइकलमा आउँथेँ आरामले अरूको भएर बाइकमा आएर आएको क्या दाइको ल ह्यान्डल बार भेटिसकेको छ अब हामी ब्याक टु झर्दिने झरेर एक हप्ता त चिया पार्टी खेलाउँछु सबलाई